दिदीहरु हामी चाहिँ 3 दिन छुट्टीको सदुपयोगको लागि जागृत भिडिरहेछौँ। दिकालाई कुदा आकै छैन। गयो अब। हेर्नु होला गाइस कट्टु लगाएर। म आरती डन हो। यहाँ चाहिँ दिदीको लसुनबारी सागबारी। फाइनली हामी चाहिँ जागृतको सङ्गति सकाएर चाहिँ फर्क्यौँ। फाइनली गाइज मैले चाहिँ 2 वर्षपछि मेरो साथी मेरो दिदीलाई भेट्दैछु। हेलो गाइज हामीले चाहिँ एसकेलाई चाहिँ 1 वर्षपछि भेट भएको। पोर्सा चाहिँ आएर हेलो एभ्रिवान नमस्ते हजुर सबैजनालाई। अनि सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। फेरि पनि मैले अर्को ब्लग लिएर आएको छु मेरो युट्युब च्यानलमा। अनि कस्तो लाग्छ हेरिदिनु होला। मैले अर्को ब्लग लिएर आएको छु। लाइक अनि सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। अनि कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु अनि माया दिनु होला। सबैजनाले हेरिदिनु होला। थ्याङ्क यू सो मच। हामी चाहिँ जागृतको लागि रेडी भएर हिँडेको। दिदीहरु हामी चाहिँ 3 दिन छुट्टीको सदुपयोगको लागि जागृत भिडिरहेछौँ। दिदी चाहिँ वेटिङमा हुनुहुन्छ। मेरो दिदी अनि नरेश दाई सेविका श्रेष्ठ वेटिङमा। अनि मेरो चाहिँ यस्तो छ पारा पारा पारा। 2 जना चाहिँ साथीलाई कुरेर राधिकालाई कुदा आकै छैन। आधी घन्टा भइसक्यो त्यसलाई कुरेको। पर्खाइमा छु हामी। मेरो साथी फोनमा बोलिरहेको छ अनि त्यसपछि त्यहाँ पछाडि आइरहेको छ हिरोनी भनेर टक लगाएर। हेर्नु होला गाइस कट्टु लगाएर। यहाँ हेर्नु सक्नुहुन्छ मेरो साथी चाहिँ यो व्हाइट टी सर्ट लगाएर आउने यो अझ हेर्नु त्यो। हेलो गाइस 3 घन्टा लगाएर कुरेको। यस्तो नै हुन्छ यो हेर। यस्तो आउला चलेको थिएन कि अघि न। मैले फोन गरेको यसले नउठाएको है गाई त्यही भएर ढिला भएको। चिन्दैन त को? म आरती डन हो। देखिरस् जागृत होइन। अर्को वर्ष चाहिँ धान रोप्नु पर्छ यहाँ असारतिर। युट्युबमा हालिदिन्छु कि यहाँ चाहिँ कपाल काट्दा चाहिँ भोलि मात्र हालिदिन्छु। यो चाहिँ अति नै भयो है। तपाईँको नै हालिदिन्छु कि यहाँ चाहिँ दिदीको लसुनबारी सागबारी त्यहाँ भोलि लाइक गर्ने। रायो हो। दिदी र म चाहिँ घुम्न हिँडेको। ओहो को हो? अनि त्यहाँ दाइहरू चाहिँ अगाडि हुनुहुन्छ। हामी चाहिँ पछाडि छौँ। यता अगाडि हुनुहुन्छ होइन त दिदी हो बहिनी हो। हामी दिदी बहिनी कति महिना 1 वर्ष हुँदो रहेछ। 1 वर्ष चाहिँ
बलिदान चाहिँ के अरे तपाईहरु मलाई आवश्यकता परेको त्यो बलिदानले चाहिँ हामीले नयाँ गरेर देखाउँदैछौँ साइडमा के बस्ला प्रदर्शनको थियो सबैजना बाहिर कतिजना छ सबैजनाको किलोमिटर जाक्रिपको सङ्गति सकाएर चाहिँ फर्क्यौँ। दिदीहरू चाहिँ गफ गरिराख्नु भएको छ अनि म चाहिँ अगाडि हिँडिरहेको छु। चाहिँ 6 वर्ष भर्खर के कुरा गर्दै हुनुहुन्छ उहाँहरू चाहिँ। यस्तो राम्रो अनि सुन्दर ठाउँ छ जाक्रिपमा अनि हामी चाहिँ सङ्गति पनि सकाएर निस्क्यौँ। थ्याङ्क यू सो मच। दिदी अनि दाइहरू चाहिँ कुरा गर्दै हिँडिराख्नु भएको छ। पछि अघि हिँडिरहेको छु होइन। कस्तो दामी ठाउँ रहेछ क्या यहाँ चाहिँ। यस्तो राम्रो ठाउँ रहेछ यहाँ चाहिँ। साथीको इन्भाइट हो क्या यहाँ। हाम्रो साथीको इन्भाइट यहाँ चाहिँ दिदी म बनाइदिन्छु दाइ यता हेर्नु न। अनि मेरो प्यारी बहिनीलाई धेरै धन्यवाद। फाइनली गाइज मैले चाहिँ 2 वर्षपछि मेरो साथी मेरो दिदीलाई भेट्दैछु अनि त्यहाँ वेटिङमा हुनुहुन्छ। म चाहिँ त्यहाँ क्रस गर्दैछु। उहाँ चाहिँ दौडी आइराख्नु भएको छ। हाम्रो 2 वर्षपछिको भेट के छ। लाई चाहिँ 1 वर्षपछि भेट भएको। पोर्सा चाहिँ आएर बसेर गएको पनि धेरै 1 वर्षपछि नेपालबाट आउँदा अनि नेपालबाट आउँदा पनि विश गर्न आउनु भएको थियो उहाँ। अनि चाहिँ मैले भेट भएँ फाइनली फेरि 6 महिनापछि है गाइस। फाइनली हामी